इनोसेन्ट मान्छेहरूलाई हार्म गरेर कस्तो खालको सेटिस्फ्याक्सन मिल्छ होला र मान्छेले यस्तो खतरनाक प्लानहरू बनाइरहेका हुन्छन्। न्युजिल्यान्डमा चाहिँ एकजना 21-22 वर्षको मान्छेले चाहिँ एउटा पब्लिक प्लेसमा, क्राउड एरियामा, धार्मिक स्थलमा, सपिङ सेन्टरमा जहाँ मान्छे धेरै भएको एरियामा चाहिँ उसले अट्याक गर्ने प्लान बनाइरहेको थियो। न्युजिल्यान्ड पुलिसले चाहिँ समयमै यो अट्याक गर्ने प्लान रोक्न सफल भएको छ। यदि टाइममा नरोकेको भए चाहिँ तपाईँ हामी जो पनि यसको शिकार बन्न सक्थ्यौँ। पुलिसको इन्भेस्टिगेसन अनुसार चाहिँ त्यो मान्छेले एकदमै प्री प्लान गरेर अट्याक गर्ने सोचिरहेको थियो। नाइफ, वेपनहरू सबै तयार गरिरहेको थियो र उसले चाहिँ एउटा डायरीमा सबै कुराहरू लेखेको थियो, स्पष्ट रूपमा कसरी अट्याक गर्ने, कहाँ गएर अट्याक गर्न सकिन्छ, कुन कुन एरियामा अट्याक गर्ने भनेर सबै कुराहरू लेखेको थियो। यो चाहिँ उसको ऱ्यान्डम थट मात्रै नभएर उसले चाहिँ एकदमै प्लान गरेर अट्याक गर्न खोजिरहेको थियो। र यो केसमा चाहिँ एफबिआईले एकदमै ठुलो भूमिका खेलेको छ। एफबिआईले चाहिँ सस्पेक्टेडको एकदमै डेन्जरियस अनलाइन एक्टिभिटिजहरू देखेर न्युजिल्यान्ड पुलिसलाई इन्फर्म गरेको थियो र न्युजिल्यान्ड पुलिसले चाहिँ सेक्युरिटी मोनिटर गरेर चाहिँ अट्याक हुनुभन्दा अगाडि नै त्यो मान्छेलाई अरेस्ट गरेको छ र टाइममै थाहा भएर चाहिँ सिरियस अट्याक हुनबाट रोकिएको छ र सस्पेक्टेडलाई चाहिँ नेपियर डिस्ट्रिक्ट कोर्टले चाहिँ 5 वर्ष 4 महिनाको जेल सजाय सुनाएको छ र हजुरहरू सबैजना सेफ भएर बस्नु होला। कसको माइन्डमा के जगिरहेको छ भन्ने कुरा हामी कसैलाई पनि थाहा हुँदैन।